आज मलाई चाहिँ एउटा आफूलाई लागेको कुरा चाहिँ एकदम भन्नु मन लाग्यो क्या। ठिकै छ, यो अब भनौँ न अहिलेको रिभोल्युसनपछि जे जस्तो परिणामहरू आयो, जे जस्तो रिजल्ट्सहरू देखा पर्यो, ओके ल ठिकै छ। अब जसोतसो भनौँ न एउटा निर्णायक मोडतिर गइरहेको छ जसोतसो है। त्यो यो बिचमा एउटा के ट्रेन्ड चलाइरहेको छ भन्दाखेरि बिचरा त्यो रवि लामिछानेलाई किन बिचमा ल्याइरहेको होला? हुन त म अब कसैको सपोर्टमा कसैको अपोजमा होइन, त्यो चाहिँ छैन। तर म यत्तिकै आफ्नो जस्ट पर्सनल थट मात्रै राख्न खोजेको, चाहे त्यो अब भनौँ न उसको सपोर्ट गरे जस्तो सुन्नेला या त उसको कसैको विरोध गरेको जस्तो सुन्नेला। तर म चाहिँ दुइटै पक्षमा चाहिँ छैन। तर जे जस्तो माहौल देखा पर्यो अनि जे जस्तो मेरो पर्सनल बुझाइ हो अनि त्यो ओपिनियन मात्रै राख्न गइरहेको छु है त। ल ओके, रवि लामिछाने बाहिर आयो किनकि त्यो सबैलाई थाहा थियो कि देशको कन्डिसन के कस्तो थियो होइन। ऊ आएर कहीँ भाग्नु लगाएको छैन, न उसले के गरेको छ। जस्ट ऊ आयो, इभन आएर पनि क्लियरिफिकेसन दिइसक्यो कि मेरो यस्तो यस्तो भयो। इभन उसले त्यो लेटर नै सो अफ पनि गरिसकेको छ कि मेरोसँग चाहिँ यस्तो यस्तो लेटर हो, यस्तो यस्तो। अब उसले भनेको छ, के भनिरहेको छ उसले भन्दाखेरि म कुनै ठाउँमा बोलायो अथवा यहाँ आइज अथवा जेलै लैजान्छु भने लैजान्छु भन्यो भने पनि आई एम रेडी, म ठिक छु त, म हुन्छ, म जान्छु। तर मैले कसैको फाइदा उठाएर निस्केको होइन, गरेको होइन। उसले मैले हेरेको 2-3 चोटि स्पष्टीकरण दिइसकेको छ फेसबुक लाइभमै इभन आएर पनि। भन्नुको मतलब उसको इन्टेन्सन त्यस्तो केही गलत देखेको अथवा ऊ चाहिँ समाजलाई खतराको पात्र हो जस्तो चाहिँ मलाई लाग्दैन है। किनकि हो, जेलभित्र चाहिँ दुनियाँ मान्छेहरू पनि छन्, त्यसमध्ये रवि लामिछाने पनि एउटा थियो हो। तर रवि लामिछानेको केस अलग थियो भने अरूको केस अलग होला होइन। अनि एउटा अब सबैलाई यो कुरा पनि थाहा छ कि रवि लामिछानेलाई त चाहिँ यो कारणले त गिल्टी होस् भनेर प्रमाणसहित चाहिँ उसलाई चाहिँ पूर्वपक्षमा अथवा जुन थुनामा राखेको चाहिँ होइन नि त। उसलाई चाहिँ थुनेमै राखेर अनि उसको त्यो केसहरू सुनवाईको फाइनल डिसिजन त ल त्यसो भए ल त यो कारणले गर्दा तँलाई यति वर्ष जेल, त यो कारणले गर्दा यति वर्ष जेल भनेर भन्दै गए अलग कुरा हुन्थ्यो नि त। तर उसको चाहिँ डिसिजनमा त्यो के अदालततिर नि झुलाइदिने अनि गर्दा चाहिँ अनि उसलाई चाहिँ त्यो जेलमै सडाउने परपञ्च हो भन्ने त सबै कुरालाई थाहा भएको कुरा हो नि त। अनि पोलिटिसियनहरूले किन यस्तो गरेको हो भन्दाखेरि रवि भनेको एउटा एकदम लोकप्रिय र राइजिङ स्टार जस्तै भएको थियो पोलिटिक्सको लागि, नेपाली पोलिटिक्सको लागि। अनि त्यसपछि अब पोलिटिसियनहरूले रवि नै मेरो सबभन्दा स्ट्रङ कम्पिटिटर भयो भन्ने हिसाबले चाहिँ उसलाई चाहिँ ठेगान लाउनको लागि उनीहरूले के खोज्दा उनीहरूले जस्ट त्यो एउटा पोइन्ट क्याच गरेको मात्रै हो नि त। नत्र पनि त्यही मुद्दामा कतिजनाले सफाइ पाए नि त। भने रवि चाहिँ किन भित्र बस्नुपर्ने? त्यही खाले मुद्दा एउटै हो, मुद्दाको प्रकृति एउटै, त्यही खाले मुद्दामा चाहिँ अरूले चाहिँ सफाइ पाउने भक्काभक रविले चाहिँ एउटा अदालत होइन दुईवटा अदालत देशैभरि चाहिँ उसलाई यता गराएको छ उता भनेको सकेपछि त गभर्मेन्ट भर्सेस रविको चलिरहेको थियो नि त। 1 भर्सेस गभर्मेन्ट चलिरहेको थियो नि त। त्यो त सबैलाई थाहा भएको कुरा हो ल। अनि सबैको डिमान्ड के छ, ऊ चाहिँ जबसम्म जेल बाहिर रहन्छ तबसम्म हामीले चाहिँ एक्सेप्टेबल हुँदैन, या त यो यहाँ जानुपर्छ उहाँ जानुपर्छ भन्छ है। तर म चाहिँ ठ्याक्क यो कुरालाई अलिकति मलाई ठिक हो जस्तो किन लागेन भन्दाखेरि यस्तो मान्छे जेलबाट या त कैदबाट बाहिर हुन जुन मान्छे सोसाइटीको लागि एकदम खतरा छ होइन। जस्तै फर इक्जाम्पल एउटा मर्डरर जेलबाट भाग्यो भने उसले अझै समाजमा अरूलाई के त अरू अत्याचार गर्दै अझै क्राइम फैलाउँछ कि भन्ने त्यो खतरा हुन्छ। एउटा बलात्कारी निस्क्यो भने अझै यस्तै केसहरू चाहिँ बढाउँछ कि भन्ने त्यो खतरा हुन्छ भनेको सोसाइटी झन् खतरा हुँदै जान्छ। तर रविको हेऱ्यो भने त रविबाट चाहिँ सोसाइटीलाई केही हार्म छ, केही खतरा छ भन्ने त मेरो बुझाइ चाहिँ त्यो बिल्कुलै फरक, त्यो चाहिँ छैन, सेफ नै छ। ऊ चाहिँ एकदम रेडी छ, मलाई जहाँ बोलाउँछ त्यहीँ आउँछु, जति बेला बोलाउँछ त्यति बेला आउँछ। ऊ त एकदम आज घरमा बसे तापनि ऊ ओपन छ, राज्यलाई सघाउँछु भनिरहेकै छ भने किन चाहिँ यसरी खेदो भनेको, उसको किन पछि परेको? ऊ त एउटा व्यक्ति हो नि त। ल ठिकै छ, उसमा उसको स्वाभिमान अथवा उसको छविमा थोरै धेरै दाग लाग्यो भन्नेमा सधैँभरि नै ऊ अभियुक्त नै रहने त होइन होला नि त। कोही मान्छे सुध्रिने मौका पनि पाउँछ होला, कोही सुध्रिन्छ पनि होला नि त होइन र।
हो त्यही भएर मैले रविको सबै कुराहरू हेर्दाखेरि जतिले त्यसलाई चाहिँ जब भित्रै जानुपर्छ भन्छन्, मलाई चाहिँ त्यस्तो लाग्दैन। किन मलाई त्यस्तो लाग्दैन भन्दाखेरि ऊ समाजको लागि खतराको पात्र चाहिँ होइन मेरो बुझाइमा। त्यो भएको भएर मलाई त्यो लाग्दैन है। अब यसमा अरूको ओपिनियन अरू पनि हुन पाए, बट यो चाहिँ मेरो आफ्नो पर्सनल ओपिनियन मात्रै, यो कसैको सपोर्ट अपोजमा चाहिँ होइन। मैले जे देखेको जे बुझेको र त्यति मात्र एक्सप्रेस गरेर हो होइन। अब यसमा आफ्नो धारणा सबैले राख्न पाइन्छ है त। अनि यदि यो पोलिटिसियनहरूलाई पनि किन रवि त्यो बेलामा किन खतरा भयो भन्दाखेरि ऊ चाहिँ एकदम उदाउँदो जल्दोबल्दो एकदम लोकप्रिय। अनि त्यसपछि अब त्यसैलाई चाहिँ रास्ताबाट हटायो भने त एकजनामा फर्स्ट हुने भयो नि त जो पनि हो। त्यही भएर एकजनामा फर्स्ट हुनुको लागि उनीहरूले रविलाई चाहिँ जसभित्र प्रपञ्च गरेर भित्र हालेर चाहिँ गरेको हो। यदि ऊ दोषी छ भनेर दोषी किटान गरेर यति वर्ष जेल यति वर्ष सजाय भनेर गर्नु सक्थ्यो यदि दोषी, कि उनीहरूले केही पाएको भए, उनीहरूले केही नपाएको भएर खालि झुलाउँदै राखेको मात्रै हो। त्यो भएर मलाई चाहिँ के लाग्छ भन्दाखेरि जस्तै जसको पनि मुद्दाको प्रकृति कस्तो हो र मुद्दा के हो कस्तो, यदि त्यो मुद्दाले चाहिँ समाजलाई देशलाई अरू कुनै मान्छेहरूलाई यदि हानि पुर्याउने जस्तो छैन भने चाहिँ त्यसलाई बाहिरै बसेर मुद्दा लड्नु दिने होइन। बाहिरै बसेर चाहिँ केहीको बाहिर बसेर चाहिँ आफ्नो भनौँ मुद्दा लड्नुपर्ने फेसिलिटी त्यति चाहिँ दिनुपर्ने हो है मेरो बुझाइमा। अब यति यो मैले जे भने यो मैले आफ्नो बुझेर जानेको मात्रै भनेको होइन। यसमा चाहिँ यही नै सही हो, यही नै हुनुपर्छ भन्ने चाहिँ के पनि छैन। जस्ट यो मेरो पर्सनल पर्सपेक्टिभ मात्रै हो। अनि यति मात्रै मैले रविको बारेमा है जे भए पनि जे होस् आजभोलि भनौँ न ऊ गरिरहेको छ नि त यो कुराहरू आएको लगाएर मलाई आफ्नो पोइन्ट अफ भ्यूबाट यसो केही कुराहरू राख्नु मन लाग्यो। त्यही भएर जस्ट यो एक्सप्रेस आउट मात्रै गरे हो, के पनि न उसले यस्तो हुनुपर्छ भन्ने माग पनि होइन, के पनि होइन। जस्ट यो भएर चाहिँ ऊ भएको भनेर एउटा जस्ट मैले मोटामोटी कुरा मात्रै गरेको हो। अनि त्यही भएर अब जब अर्को कुरा फेरि जब देश बनाउने कुरा आउँछ भने मलाई लाग्छ जो इन्ट्रेस्टेड भएर जसले इच्छुक देखाएर देश म पनि बनाउँछु, म पनि देश बनाउनुमा सामेल हुन्छु भनेर चाहिँ अघि बढ्न खोज्दाखेरि उसले पाउनु पनि पर्छ है। कोही न कोहीबाट देशको लागि योगदान गर्छु भन्दाखेरि पाउनुपर्छ है भन्ने चाहिँ एउटा मलाई त्यस्तो पनि लाग्छ होइन। अनि जस्तै विगतमा आज मैले एउटा के हेरेको थिएँ भन्दाखेरि हाम्रो भनौँ न हाम्रो जेन्जी पुस्ताको एउटा उसले चाहिँ के भनिरहेको थियो, म विगतमा चाहिँ एक्टिभ पोलिटिक्स गरिरहेको थिएँ तर चाहिँ बिचमा छोडेँ, अब म चाहिँ न्युट्रल छु, मैले पोलिटिक्स चाहिँ गरेको छैन र गर्दा पनि गर्दैन, म न्युट्रल हो भनेर ऊ चाहिँ यो जेनजीको चाहिँ जस खै यो मेन लिडरहरूमध्ये म पनि हो भनेर एउटा लाइक त्यो टाइपको चाहिँ आफूलाई भनेको थियो है। हो त्यस्तै हाम्रो अब दुर्गाप्रसाईको पनि ऊ हिजोको विगतमा ऊ जे जस्तो जतातिर मिल्न खोजे पनि जतातिर जान खोजेको भए पनि नि, तर ऊ चाहिँ कोसँग मिलेर अनि कोसँग हात मिलाएर खाएर चाहिँ गरेर देशलाई एकदम लुटपाट मचाएको गरेको मान्छे त्यो नभएको भएर त्यसले पनि देशको त्यो दुर्गाप्रसाईले पनि देशको लागि म केही गर्छु भनेर अघि सर्न खोज्दा उसलाई पनि हातेमालो गरेर चाहिँ अगाडि लग्यो भने अझै राम्रो हुन्छ कि भन्ने एउटा मेरो भनौँ न एउटा पर्सनल थट है, मेरो आफ्नो पर्सनल विचार। उसलाई पनि ऊ पनि एकदम जुन हिसाबले अहिले गरिरहेको छ पुरै यो राजनीतिक दलहरू विरुद्ध पुरै है पुरा छ। उसको पनि आफ्नो पार्टी छैन हो, उसले पार्टी खोल्छु भनेर घोषणा त गरेको छ तर चाहिँ खोलिसकेको चाहिँ छैन, तर ऊ चाहिँ एक्टिभ पोलिटिक्समा लाग्ने भनेर अब बाटो रोजेको मान्छे। अनि अब सबै कुराहरू उसको क्रियाकलापहरू देख्दा सबै कुराहरू गर्दाखेरि ऊ पनि एउटा भनौँ न त्यसलाई सेवा नै गर्छु भनेर बाँकी समय चाहिँ अब म बाँकी जति पनि टाइम छ त्यो चाहिँ सबै देशलाई नै सेवा गरेर म देशकै सेवामा समर्पित हुन्छु भनेर ऊ चाहिँ अगाडि आएको मान्छे पनि हो। त्यही भएर मैले देख्दाखेरि हाम्रो दुर्गाप्रसाईलाई पनि कुनै न कुनै माध्यमबाट कुनै न कुनै के भन्छ एग्रिमेन्ट या त थाहा भएन डिस्कसन गराएर होइन उसलाई चाहिँ क्लियर एन्ड कट कुराहरू सबै बुझाएर होइन अनि उसँग हात मिलाएर कुनै न कुनै खण्डबाट उसलाई पनि सँगै डोराउन सक्यो भने ठिकै होला भन्ने लाग्छ है मलाई।
अब ठिकै छ, अब सबैजनाको आफ्नो राय धारणा। मेरो चाहिँ आजलाई यति नै भन्नुको लागि मलाई हल्का त्यो मनबाट निकाल्नु मन थियो, भन्न खोजेको आफ्नो कुराहरू राख्नु मन थियो, मैले राखेँ पनि। अनि अब फेरि हेर म के कस्तो हुन्छ, अनि आफ्नो चलेको कुराहरूमा अथवा देशमा के कस्तो भइरहेको छ त्यो बारेमा मेरो फेरि मन लागेको कुरा विचारहरू के आयो भने म अवश्य सेयर चाहिँ गर्नेछु। तर यो अहिले मैले जति पनि भने यो भनेको कसैलाई सपोर्ट गरेको पनि होइन, अपोज गरेको पनि होइन, कसैलाई यस्तो हुनुपर्छ म सही भन्ने कुरा पनि होइन। जस्ट यो मेरो पर्सनल थट हो। यसमा चाहिँ यो मेरो पर्सनल थटमा चाहिँ कसैको पक्ष र कसैको विपक्ष भन्ने के पनि छैन। यो मेरो व्यक्तिगत एकदम मलाई जे लागेछ, मेरो जे विचार आएको छ, मेरो जे थियो दिमागमा र मैले जे बुझेको थिएँ त्यति मात्रै बाहिर निकालेको। तर चाहिँ अरू मेरो बुझाइ गलत पनि हुन पायो, सही पनि हुन पायो। तर जे भनेको मेरो एकदम इन्डिपेन्डेन्ट थट चाहिँ हो है। ल गाइज बाई।